जाम यार यो चौरगाउँको गाई चाहिँ कति दामी छ नि होइन हिउँ परिरहेको छ डोल्पा हो यो डोल्पाको मालुवा भन्ने ठाउँमा गाई चाहिँ यो अन्तिम हो हाम्रो यो चाहिँ धेलादेखि लागेको यो लेक एकदमै हिमालयन माउन्टेन भन्छ यसलाई हिमालयन माउन्टेन यहाँको यात्रा एकदम सकुशल रहोस् यहाँहरूको यात्रा एकदम यहाँनिर हामीलाई यसै सङ्घर्ष गरेर आजको दिन सङ्घर्षमय दिन छ एकदमै गाह्रो छ गाइज यता साथीहरू हुनुहुन्छ हाम्रो धेरै मित्रहरू हुनुहुन्छ हाम्री छोरी बहिनीहरू पनि छन् टन्नै हाम्रो ठेकदारहरू हुनुहुन्छ त्यस पछाडि हाम्रो माइती टिम पनि छ यसमा यो चाहिँ उताको यो खिटिलाको लेक गाइज ऊ पारी कुहिरो देखिने ठाउँ चाहिँ त्यो भालु अनि यो तर घुँगाहरू हुने ठाउँ गाइज एकदमै लाइक दृश्य लागेको छ दृश्य लाइक सौन्दर्य पर्यटकीय स्थल यो हिमालयन म्युचुली पाटन यही हो है गाइज एकदमसँगले एकदमसँगले गाइज यति दामी ऊ हिमालयन त्यहाँनिर घाम लागिरहेछ यति दामी एकदम यस्तो आनन्दमय वातावरण यो हाम्रो टोली हिँड्दैछ हामी करिब करिब तुम्तु भन्ने ठाउँदेखि माथि खुम्मु त्यस पछाडि धेला अनि धेलाको यता पाटन हुँदै हामी खिड्डिलाको मन्दिर नजिक आगमन गर्न लागिरहेका छौँ त्यस कारणले गाइज एकछिन मेरो पनि तस्बिर देखाइदिउँ न यसरी एकछिन फोटा गाइज यहाँ चाहिँ गाह्रो छ एकदमै गाह्रो साह्रो अप्ठ्यारो छ एकदम भाङ भुसुङ तरिकाले गइरहेछ यो टोली गाइज चल्न सक्दैन भेरी बनाइहाल्छ स्टोरी पनि बढिहाल्छ पहिला रोटर घाँटी जाँदैन नि आज क्या हो स्वास्थ्य खराब अनि पानीमा लाउनु त त्यस्तो खास पेटले खाना त केही खाएन हिजो त्यो गिरा खायो अरू के भात रोटो
खाना बनाउने के तलबाट तलबाट सिटिङ भयो तलबाट गाइज है यो अन्तिम हो हाम्रो यो चाहिँ धेलादेखि लागेको यो लेक एकदमै हिमालयन माउन्टेन भन्छ यसलाई हिमालयन माउन्टेन। यहाँको यात्रा एकदम सकुशल रहोस् यहाँहरूको यात्रा एकदम। यहाँनिर हामीलाई यसै सङ्घर्ष गरेर आजको दिन सङ्घर्षमय दिन छ, एकदमै गाह्रो छ गाइज। यता साथीहरू हुनुहुन्छ, हाम्रो धेरै मित्रहरू हुनुहुन्छ, हाम्री छोरी बहिनीहरू पनि छन् टन्नै, हाम्रो ठेकेदारहरू हुनुहुन्छ, त्यस पछाडि हाम्रो माइती टिम पनि छ यसमा। यो चाहिँ उताको यो खिटिलाको लेक गाइज, ऊ पारी कुहिरो देखिने ठाउँ चाहिँ त्यो भालु, अनि यो तर घुँगाहरू पनि ठाउँ गाइज। एकदमै लाइक दृश्य लायकको छ, दृश्य लायक सौन्दर्य पर्यटकीय स्थल यो हिमालयन म्युचुली पाटन यही हो है गाइज, एकदमसँगले। एकदमसँगले गाइस यति दामी ऊ हिमालयन, त्यहाँनिर घाम लागिरहेछ यति दामी एकदम। यस्तो आनन्दमय वातावरण यो हाम्रो टोली हिँड्दैछ। हामी करिब करिब तुम्तु भन्ने ठाउँदेखि माथि खुम्मु, त्यस पछाडि धेला, अनि धेलाको यता पाटन हुँदै हामी खिड्किलाको मन्दिर नजिक आगमन गर्न लागिरहेका छौँ। त्यस कारणले गाइज एकछिन मेरो पनि तस्बिर देखाइदिउँ न यसरी एकछिन फोटा गाइज। यहाँ चाहिँ गाह्रो छ, एकदमै गाह्रो, साह्रो अप्ठ्यारो छ एकदम। भाङ भुसुङ तरिकाले गइरहेछ यो टोली गाइज। पन्ध्र सेकेन्डको त होइन, पन्ध्र सेकेन्डको त होइन। Thank you.
खाएर लागे मिस्त्रीहरू काममा कम्ती लागिसक्यो अब घोगाई बारीमा खतरा जुगाइदिनु भयो खान्छ चलाउन सक्दैन रहेछ भेरी पनि हालिदिन्छ स्टोरी पनि बढिहाल्थ्यो पहिला रोटर घाँटी जाँदैन नि आज क्या हो सच्ची खराब अनि अघि भानेमा लाउनु त त्यस्तो खास पेट दिने खाना त केही खाएन त्यो गिरा खायो अरू के भात रोटो कति कमजोर बनायो 3-4 ट्राउले त्यही बाटो नै गइया कति आदमी नेपाली म त बुझ्या त्यही भन्नु गरिहाल्नु यसरी टोली पनि कुखुरा हार्छ चट्टक मात्रै सम्झिनु उल्का कति मैले चोट पाल्छ कि उयो त बुढाबुढी मिस्त्री कैदा राखेर माटाले चिन्छन् यस्तो गरी चिन्ने कस्तो गतिलो होला भनेर चाहिँ किन हाल्छौ भन्न खोजेको होइन त्यसमा भनिदिउँला अहिले मोबाइल त्यो मान्छेलाई म मोबाइल
ठिक छ ठिक छ हजुर यो नम्बर दिएछ मैले दिए होइन त्यसमा भनिदिउँला अहिले मोबाइल त्यो मान्छेलाई म मोबाइल गाइज है यो अन्तिम हो हाम्रो यो चाहिँ धेलादेखि लागेको यो लेक एकदमै हिमालयन माउन्टेन भन्छ यसलाई हिमालयन माउन्टेन यहाँको यात्रा एकदम सकुशल रहोस् यहाँहरूको यात्रा एकदम यहाँनिर हामीलाई यसै सङ्घर्ष गरेर आजको दिन सङ्घर्षमय दिन छ एकदमै गाह्रो छ गाइज यता साथीहरू हुनुहुन्छ हाम्रो धेरै मित्रहरू हुनुहुन्छ हाम्री छोरी बहिनीहरू पनि छन् टन्नै हाम्रो ठेकेदारहरू हुनुहुन्छ त्यस पछाडि हाम्रो माइती टिम पनि छ यसमा यो चाहिँ उताको यो खिटिलाको लेक गाइज ऊ पारी कुहिरो देखिने ठाउँ चाहिँ त्यो भालु अनि यो तर घुँगाहरू पनि ठाउँ गाइज एकदमै लाइक दृश्य लायकको छ दृश्य लायक सौन्दर्य पर्यटकीय स्थल यो हिमालयन म्युचुली पाटन यही हो है गाइज एकदमसँगले एकदमसँगले गाइस यति दामी ऊ हिमालयन त्यहाँनिर घाम लागिरहेछ यति दामी एकदम यस्तो आनन्दमय वातावरण यो हाम्रो टोली हिँड्दैछ हामी करिब करिब तुम्तु भन्ने ठाउँदेखि माथि खुम्मु त्यस पछाडि धेला अनि धेलाको यता पाटन हुँदै हामी खिडिलाको मन्दिर नजिक आगमन गर्न लागिरहेका छौँ त्यस कारणले गाइज एकछिन मेरो पनि तस्बिर देखाइदिउँ न यसरी एकछिन फोटा गाइज यहाँ चाहिँ गाह्रो छ एकदमै गाह्रो साह्रो अप्ठ्यारो छ एकदम भाङ भुसुङ तरिकाले गइरहेछ यो टोली गाइज बाटो